हेलो एभ्रिवान, म चाहिँ आज आलु चप बनाउन गइरहेको छु। मैले आलु चप कसरी बनाउँछु हेर्नु है सबैजनाले। यहाँ चाहिँ मैले बोइल गरेको आलु राखेको छु र यो बोइल गरेको आलुलाई चाहिँ एक एक गरेर सबैको बोक्रालाई तासेर राख्छु। र यो बोक्रालाई तासेपछि सबैलाई तासिसकेपछि चाहिँ म यसलाई मसलाहरू राख्छु। मसलाहरू चाहिँ मलाई धेरै मन पर्दैन, त्यही भएर थोरै राख्छु। अब मैले यसमा अदुवा लसुनको पेस्ट राखेँ, थोरै बेसार पनि राखेँ, थोरै नुन राख्दैछु स्वादअनुसारको। अब चाहिँ मैले यसमा चाहिँ जिरा धनियाँको पाउडर थोरै राख्छु। थोरै मात्रै राख्छु म चाहिँ, धेरै त्यो स्वादअनुसार। मान्छे तपाईँहरूलाई चाहिँ धेरै मनपर्छ भने अलिक धेरै राख्दा पनि हुन्छ। मैले चाहिँ एकदम थोरै राखेँ। अब मैले यसमा चाहिँ चप गरेर राखेको प्याज, धनियाँ अनि त्यसपछि खोर्सानी पनि राखेँ। अब चाहिँ म यसलाई अझै नुन थोरै नपुग्ला कि जस्तो लागेर मैले नुन पनि थोरै थपेँ। अब म यसलाई मजाले मिक्स गर्छु। हेर्नु है मैले कसरी मिक्स गर्छु। छानी डल्ला छ कि छैन भनेर चाहिँ मजाले मिक्स गर्दैछु म चाहिँ। अझै सिद्धिएको छैन। मिक्स मजाले मिक्स गर्नुपर्छ। यसमा चाहिँ यत्तिकै डल्ला भयो भने चाहिँ फेरि राम्रो हुँदैन आलु चप। त्यही भएर म चाहिँ मजाले मुसिराखेको छु। अब चाहिँ यसलाई मुसिसकेर चाहिँ आलु चप बनाएर खानेवालामा छु। गाइस हेर्नु है मजाले हेर्नु होला। अब चाहिँ यत्तिको बनाएँ मैले, मजाले खोजी मुछेर यत्तिको बनाएँ। अब चाहिँ म यसलाई राख्छु एकछिन। अझै भएन कि जस्तो लागेर फेरि एकचोटि मुछेँ गाइस मैले चाहिँ। अब चाहिँ मैले यसमा चाहिँ कलरको लागि बेसन अनि थोरै कलर, मसँग चाहिँ यो कलर चाहिँ येल्लो कलर मात्र थियो, त्यही भएर येल्लो कलरै राखेँ मैले। नत्र ओरेन्ज राख्नुभयो भने झन् राम्रो हुन्छ। र मैले यहाँ चाहिँ आलु चपको सेप पनि दिइसकेको छु। कोही ठुलो कोही सानो भयो, ठिकै छ, आफै खाने त हो भनेर। हजुरहरू चाहिँ एकदम राम्रो बनाउनु होला। मैले चाहिँ आलु चप खोइ यो मिठो होला जस्तो छ हेर्दाखेरि चाहिँ गाइस। अब एकदम खानु मन लागिरहेछ, मिठै होला। हजुरहरूलाई पनि खानु मन लागेको छ भने चाहिँ बनाएर खानु है। मैले चाहिँ तेलमा मजाले पकाउँदैछु। यसलाई चाहिँ एकदम धेरै पकाउनु पर्दैन। आलु अगाडि नै बोइल गरिसकेको हुनाले एकछिन 2 मिनट 3 मिनट जति पकाउनु भयो भने मजाले पाक्छ। र यसरी रेडी बनाएर खानु होला हजुरहरू पनि। अब मेरो चाहिँ आलु चप रेडी हुनु आँट्यो। ल साथीहरू, पाक्दैछ। त्यता चाहिँ पाकि पनि सक्यो। मलाई खाम पनि लागिसक्यो, किनभने मलाई एकदम धेरै आलु चप खानु मन छ। त्यही भएर ल हेर्नु है बनाएर खानु है। तपाईँहरू पनि मिठो हुन्छ एकदम साथीहरू, मिठो हुन्छ एकदमै कहिलेकाहीँ खानुको लागि। यो चाहिँ स्पेसल्ली पूर्वतिर बनिराखेको हुन्छ, धरान इटरी। त्यही याद आएर मलाई चाहिँ। ल हेर्नुहोस् आलु चप यस्तो भयो मेरो चाहिँ। हजुरहरू पनि बनाएर खानु होला गाइस। ल अब खाएको भिडियो चाहिँ मैले बनाइनँ अहिले। अब पछि फेरि अर्को भिडियो चाहिँ बनाउँछु। ल सबैजनाले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु है।